सही जग्गा अब फेरि घुमाएर ले कस्तो दामी छ या ठाउँ त्यस्तो नेचुरल ठाउँहरू घुम्नुपर्छ साथीहरू गुड मर्निङ एभ्रिवान वेलकम ब्याक टु न्यू डे एन्ड न्यू भ्लग आई होप सबैजना सन्चै हुनुहुन्छ होला म पनि फाइन छु सो आफ्टर लङ टाइम पछि फेरि म यसरी भिडियो लिएर हजुरहरूको माझमा आइसकेको छु अनि यदि मेरो भिडियोमा कोही नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट अनि सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला अनि सो त्यही हो भिडियो चाहिँ आजको इन्ट्रेस्टिङ हुन्छ बवाल हुन्छ स्किप नगरिकन अन्तिमसम्म हेरिदिनु होला आजको वेदर चाहिँ अति बवाल गरेको छ होइन एकचोटि हेर्नुहोस् है त न्याउली बनाइमा हितैको मायालाई राखे मनैमा हितैको मायालाई राखे मनैमा सो बवाल गरेको छ आजको वेदर चाहिँ अनि सो मिठो मेरो भोइसमा पनि हजुरलाई यस्तो दामी भ्यू देखाएको छ है त साथीहरू सो हेलो एभ्रिवान आज चाहिँ म स्पेसली घुम्नको लागि भनेर यहाँ माथि आएको छु दामी यहाँदेखि माथि चाहिँ दामी छरछरा दामी पानी बगिरह अनि त्यही माथि हामी माथि गएर यसो भिडियोहरू पनि देखाइदिन्छु हजुरलाई पनि अनि यसो खानेकुराहरू पनि लिएर आएको छु जस्तै चिसो हुने रहेछ अनि हल्का हुन्छ नि झाए लाएर आएको छु कि म फेरि अनि चिसो हुने रहेछ अब बवाल हुन्छ एकछिनमा माथि गएर चाहिँ मस्त टपमा पानी आइरहेको छ नि त छरा के छरछरा होइन नामै छरछरा नि दामी हुन्छ यहाँ अनि हजुरहरूलाई पनि यस्तो देखाइदिन्छु भिडियो चाहिँ के कस्तो हुन्छ हेर्दै गर्नु होला डेन्जर छ बाटो अप्ठ्यारो छ यहाँ चिसो भने उत्तिकै छ अनि यसो खानेकुराहरू ल्याएको छु अनि स्पेसली माथि पुगेर मस्त भ्यू हेर्नुपर्छ है त्यहाँको फाइनल स्ट्यान्डमा अब हामी मजाले आफ्नो अघिदेखि बिहानदेखिको यो ठाउँमा आउने चाहिँ प्लान्टे होइन अहिले चाहिँ हामीले ठ्याक्कै राम्रो एकदमै यही ठाउँमा आइपुग्यो दामी छ भ्यू चाहिँ कस्तो दामी छ या ठाउँ त्यस्तो नेचुरल ठाउँहरू घुम्नुपर्छ साथीहरू होइन सधैँ किनास हुँदैन क्या दिनहरू त्यस्तो रमाइलो ठाउँहरू घुम्नुपर्छ आनन्द लिनुपर्छ जिन्दगीको असली मजा लिनुपर्छ त्यही हो म चाहिँ यहाँनिर छु होइन लास्ट डेन्जर दामी चाहिँ ठाउँ नि मस्त अनि मलाई चाहिँ सपोर्ट गर्नु होला मस्त यहाँ माथि गएर बस्छु क्या म त अझ टपमा त्यहाँ गएर मस्त यसो हुन्छ नि त यहाँ वरिपरिको नेचुरल भनेको प्राकृतिक भनेको आफैमा सौन्दर्यता भरिएको हो त्यो हुन्छ नि त नेचुरल कुराहरू हो नि त त्यही भएर यस्तो यस्तो ठाउँहरू चाहिँ घुम्नुपर्छ बब्बाल म बोलेको भन्दा पनि यताको यो त्यो आवाज आइरह होला सायद त्यस्तो लागिरह मलाई चाहिँ यो ठुलो हुन्छ नि अब उतादेखि साउन्डहरू आइरहेको छ त्यही भएर म बोले पनि त्यति धेरै राम्रोसँग सुन्ने छैन होला सायद सो मिलाएर हेरिदिनु होला दामी छ त सो फाइनल्ली म चाहिँ अब पकौडा खाँदैछु मस्त माथिको भ्यू मस्त भ्यू हेर्नु है हजुरहरूले म चाहिँ मस्त भ्यू हेर्दै दामी छ ठाउँ पनि त्यस्तै दामी पकौडा पनि दामी रहेछ
सो फाइनल्ली मैले अहिले भर्खरै 2वटा कुरमुरे हालिसकेको छु यहाँ अनि भुजा पनि हाल्दैछु होइन 2वटा भुजा ल्याएको छु होइन अनि मस्त मसलाहरू पनि छ यहाँ चाहिँ भिडियो बनाउनु के यार खासमा स्पेसल्ली देखिन्न होला हुन्छ फाइनल्ली मेरो चटपटी चाहिँ बनिसकेको छ मस्त चटपटी बनिसक्यो अब चाहिँ पिरो भएर चाहिँ यार मस्त खाएर अनि आनन्द लिनुपर्छ साथीहरू त्यही हो मस्त भिडियोतिर आनन्द आइरह दामी म चाहिँ अहिले दाउरा खोज्नको लागि आएको छु होइन दाउरा मस्त आगो बालेर ताप्नुपर्ने हुन्छ यहाँ चाहिँ जाडो छ अनि मस्त म चाहिँ दाउरा खोज्दैछु यति बनाएको छु मैले होइन अब चाहिँ माथि लगेर मस्त आगो तापेर बाल्नुपर्छ फेरि आनन्दले त्यही हो है त सो म चाहिँ अहिले आगो सागो बालेर अनि चटपटे बनाएँ होइन स्पेसली त केही पनि छैन त्यही पनि जस्ट सपोर्ट गर्नु होला माया गर्नु होला केही भन्नु अब फेरि घुमाएर ल सो फाइनल्ली गाइज म चाहिँ अब रुम आइपुगेँ अनि अघि चाहिँ घुम्न गएको थिएँ म होइन देखिहाल्नु भयो होला अब चाहिँ रुम आइसकेको छु र अब चाहिँ लास्टमा अब आजको भिडियो चाहिँ यति नै हुन्छ एन्ड गर्नुपर्ने हुन्छ फेरि नेक्स्ट भिडियो भेटला अब केही भनिदियो नि त मेरो सब्सक्राइबरहरूलाई आज हेलो भन न हेलो भन सब्सक्राइब गर्नु पऱ्यो होइन मस्त त्यही हो